मान्छे मरेपछि नुन किन छोड्छन्, मान्छे मरेपछि किन नुन छोड्छन् भन्ने तपाईँहरूको मनमा धेरै कौशल लागेको होला होइन गाइजहरू। यो जान्नको लागि यो भिडियोलाई लाइक अनि कमेन्ट अनि सेयर अनि फलो गर्नु होला र हामीसँग जोडिनु होला। मान्छे मरेपछि नुन किन छोड्छन् भनेपछि एउटा छुट्टै इतिहास छ एउटा नेपाली यसमा। र पितृहरूलाई अथवा स्वर्ग जाने बाटो पाओस् अथवा आफू पनि चोखो, आफ्नो पनि हात चोखो, आफूलाई सबै राम्रो भलोस् भनेर नै नुन छोड्ने हो। र नुन भनेको एउटा यस्तो जैविक चिज हो, एउटा यस्तो पवित्र चिज हो कि नुन बिना सायद केही हुँदैन होला जस्तो लाग्छ। र हामी नेपाली कल्चरमा नुन चाहिँ एकदम पवित्र चिज हो। र नुन खाएपछि अथवा नुन छोडेपछि अथवा जुन पितृहरू हुन्छ, जुन त्यो बितेको पितृहरू, ती पितृहरूले चाहिँ ठाउँ पाउँछ अथवा आफ्नो पनि घरमा राम्रो हुन्छ भनेर छोड्ने हो। र नुन नछोडेपछि जस्तो घरमा पितृहरू रिसायो भने आफूले पालेको पशु प्राणी गाई भैँसीहरू यस्तो चिजहरू बिमार हुने, घरमा शुद्ध नहुने, घरमा सधैँ काल कष्ट लाग्ने, सधैँ बिमार भइरहने भएको कारणले पितृ रिसाएपछि ठ्याक्कै नुन छोडेपछि एक चाहिँ हराउँछ, पितृहरूले ठाउँ पाउँछ, पितृहरू जाने ठाउँ बाटो पाउँछ भन्नको लागि नुन छोड्ने हो। अरे नुन भनेको एउटा यस्तो जैविक चिज हो। र नुन अर्काको नुन कहिले नखानु भन्छ नि, नेपालीमा पनि उखानै छ। र भाडा लाग्छ, त्यही कारणले यो नुन अर्काको नुन खाएपछि भाडा लाग्छ, त्यसको भाडा तिर्नुपर्छ भन्ने जुन चलन छ नि हाम्रो नेपाली कल्चरमा, त्यही कारणले हो। र नुन छोडेपछि जस्तो घरमा सबै राम्रो हुने र आफू बाँचेकोलाई पनि राम्रो हुने र मरेकोलाई पनि ठ्याक्कै स्वर्ग जाने बाटो पाउँछ भन्ने एउटा भनाइ छ। र त्यो कारणले नै हामी नेपाली कल्चरमा नुन छोड्नुपर्छ। र नुन छोडेपछि पितृहरू रिसाउँदैन, पितृहरू खुसी भएर जान्छ, खुसी भएर बस्छ। त्यो कारणले घरको सबै भलो हुन्छ, घरको सबै फल्लो फाल्लो हुन्छ भनेर आएको लागि नै नुन छोड्ने हो।